विनोदको पहिलो कमाई विनोद ल बुवालाई देऊ यो तिम्रो पहिलो कमाई बुवालाई दिन्छ कि आमालाई दिन्छ कि खै आमालाई देऊ आमालाई देऊ ल खुसी हुनुहुन्छ हातमा हेर्नुहोस् यति धेरै पैसा आयो के भन्नुभयो अरे यसरी पैसा मैले पहिला समाते होला खुसी लाग्यो हेर्नुहोस् तपाईँको छोरा आज छोराले यत्रो पैसा देखाउँदा त चित पर्ने जस्तो नि अब के गर्ने त विनोद आमा के गर्ने अब यो पैसाले यसले तल घर हाल्ने घर बनाउने होइन यसले थपथाप पार्ने हामीसँग अलिकति पैसा छ सहयोग आएको पैसा त्यो थपथाप पार्ने अनि अझै हामीले इट्टा ढुङ्गा गिट्टी टिन अझ के सहयोग गर्न चाहन्छ दाताहरूसँग सहयोग माग्छौँ जसरी हुन्छ घर बनाउँछौँ घर बन्छ है घर जाल्यो बन्जाल्यो मन्जाल्या छैन घर जाल्यो बन्जाल्यो मन्जाल्या छैन मलडेको मात्रै हो ढलेको छैन मलडेको मात्रै हो ढलेको छैन छोरो आयो छोरो आयो छोरो गायक बनेर आयो नमस्ते छोरो कति ज्ञानी छ गायक बनेर आयो खुसी लाग्छ खुसी लाग्यो धेरै धेरै बाबुले अगाडि बढाइदिनु भयो खुसी लाग्यो धेरै भेट्न पाएको थिइनँ बुवासँग है म जानेको भोलिपल्ट नै आउनु भयो भेट्न पाइयो अहिले एकदम के गर्ने उहाँ पनि छुट्टी मिलेन हात देखाउनु तपाईँको यस्तो हेर्नु के भएको सुक्या छ के भयो यस्तो बिमारी भएर हो अनि यस्तो हुँदासम्म पनि काम गरिरहनु हुन्थ्यो के गर्नु हेर्नु हातको ठेला मेरो त पहिला तल निको हुन लाग्यो ढुङ्गा फोड्ने काम गर्नुभयो है तपाईँले त हजुर गिटी फोड्नु भयो हजुर गिटी फोड्नु अनि अहिले चाहिँ काम नपाएर अथवा कहाँ के भएर आउनु भएको खास अहिले काम सिद्धियो अनि फेरि घर आयौँ हजुर अब काम भएन त्यहाँ बसेर होइन त्यहाँ भएन बसेर अब के गर्नु घर आयो फेरि कति कमाउनुहुन्छ कमाउनुहुन्थ्यो त्यहाँ हुन थियो दिनमा 300-400 त हुन्थ्यो यो दिनमा 300-400 को लागि तपाईँ त्यो भारतमा गएर त्यत्रो दुःखको काम गर्नु 150 मिटर 150 रुपियाँ मिटर दिएको थियो त्यसले पनि अब कहाँ कुद्नै नसकिने 2 किलोमिटर कुद्दै 300 भयो अहिले त बढाएछ केही अनुसारले बढ्नु पनि नत्र सकिने तिमी पनि त्यही गिट्टी गुट्टी कामै मैले लग्यो आम अहिले त केही सहायता हुन्छ भनेर लग्यो हजुर सकेन अहिले कस्तो लागेको छ छोरो त गायक बन्यो धेरै राम्रो लागेछ खुसी हुनुहुन्छ हजुरलाई धेरै धन्यवाद छ अब उहाँ पनि कुरा त गर्दै थिए मलाई चिन्नुहुन्छ हजुरलाई मैले त्यो मोबाइलमा अरूले देखाउँदाखेरि के भन्छन् मलाई हजुरलाई त भोजराज भन्छ भोजराज भन्छन् हजुर उहाँ पनि माया गर्छन् उता पनि मलाई गर्छन् उता के भन्थे तपाईँलाई के भन्थे उता साथीभाइहरूले कसैले तेरो छोरो त बन्न लाग्छ गायक बन्न लाग्छ भन्थे देखाइदिन्थे कतिखेर अब आफ्नो हिसाब आफूसँग छैन ए अरूकोबाट हेर्नुहुन्थ्यो यस खुसी लाग्छ धेरै खुसी आमा खुसी हुनुहुन्छ रुँदै पठाउनु भएको थियो आमा तपाईँ कस्तो हुन्छ अगाडि बढ्न सक्छ नै गाउन सक्छ नै भन्ने कति खाने मन नलाग्ने नित पनि नलाग्ने मलाई सोचै त्यही दर्शकबिन यही हो उहाँहरूको यो परिवार घर जलेको 3 वर्ष भएको छ उहाँहरूले एउटा सामान्य घर पनि बनाउन नसकेर यो अरूको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्था छ तिरन तारन थियो र अब तिरन तारन गरिदियो खाइहाल्ला अब पुरा नहुने गरेर अब सबै किनेर खानु पर्छ पनि ऋण त गर्दैन के उही छमा आइहाल्छ अब गयो कमाउन त्यही तिर्यो फेरि अब उधार बनाए गयो कमाउन जति कमायो त्यो खाना ठिक्क अनि फेरि उल्टो ऋण लाग्छ त्यही ऋण तिर्नका लागि फेरि गयो हजुर
दिनमा 300-400 रुपियाँ कमाएकोले कति बच्छ र है? बच्दैन, खानु पर्यो। विनोदको पहिलो कमाई। विनोद ल बुवालाई देऊ, यो तिम्रो पहिलो कमाई। बुवालाई दिन्छ कि आमालाई दिन्छ कि खै? आमालाई देऊ रे, आमालाई देऊ। खुसी हुनुहुन्छ? हातमा हेर्नुहोस् यति धेरै पैसा आयो। के भन्नुभयो अरे? यस्तरी पैसा मैले पहिला समाते होला खुसी लाग्यो। हेर्नुहोस् तपाईँको छोरा, आज छोराले यत्रो पैसा देखाउँदा त के चित पर्ने जस्तो नि। अब के गर्ने त विनोद? आमा के गर्ने अब यो पैसाले? यसले तल घर हाल्ने, घर बनाउने होइन, यसले थपथाप पार्ने। हामीसँग अलिकति पैसा छ, सहयोग आएको पैसा, त्यो थपथाप पार्ने। अनि अझै हामीले इट्टा, ढुङ्गा, गिट्टी, टिन, अझ के सहयोग गर्न चाहन्छ दाताहरूसँग सहयोग माग्छौँ। जसरी हुन्छ घर बनाउँछौँ, घर बन्छ है। अब घरमा आइसकेपछि आमा बुवालाई गीत सुनाइदिने होइन त मेरो भाइ? ल आमा बुवालाई गीत सुनाइदियो। यो त खुसीको पल हो। आज त यति धेरै खुसी छौँ हामी, होइन र? छौँ नि। घर जाल्यो बन जाल्यो मन जाल्या छैन, घर जाल्यो बन जाल्यो मन जाल्या छैन, मलडेको मात्रै हो ढलेको छैन, मलडेको मात्रै हो ढलेको छैन। हो यो गीत गाएको थिएँ, उसले लेख्नु भएको यो रामकृष्ण दाइले। त्यसले नै गीत, यो गीत गाउँछु तब तिम्रो यसमा मिल्न जान्छ, गाउँ भन्नुभयो, हुन्छ भनेर गाइदिएँ। अनि यो गीत गाउने बेला तिमी रोया पनि थियो है? हजुर, एकदमै दुःख लागेको थियो। घर जल्यो बन जल्यो भनेपछि ठ्याक्कै घर बनैबाट आयो नि त हाम्रो घरमा आगो, अनि त्यही कारणले गर्दा अलि अप्ठ्यारो लाग्यो। के ल्याएछ त विनोदले? के हो यो? बुवाको लागि र भाइको लागि हो यो। पाउर हो ल है, नयाँ कपडा ल बुवाको लागि, ओहो यो भाइको लागि हो। अनि आमाको लागि खै? यहाँ छ आमाको लागि। हेर्नु त यो कसको लागि? बुवाको लागि। अनि यो भाइको लागि। ओहो आफ्नै जस्तो रहेछ त। अनि कति ठुलो ल्याइदिएको? सेम हो, यस्तै लाग्छ होला भने। अब सानो, योभन्दा सानो थिएन। तर जे भए पनि आमालाई, बुवालाई, भाइलाई सम्झेर विनोद भाइले आफ्नो पहिलो कमाइबाट यो उपहार लिएर आउँदा साँच्चीकै यो खुसीको पल हो। दर्शकबिन, यो परिवारले यस्तो दिन देख्ला कहिले सोचेको थियो त आमा? केही सोच्नु भएको थियो? नै, केही सोचेकै थिएन मैले। एक्कासी हजुरले नि जता कतै लग्नुभयो, भयो। के भयो के भयो नि? के भयो के भयो? के भइरहेछ यो? खोइ नसोचेकै भइरहेछ नि? हजुर, यस्तो कपडा ल्याइदिन पाएको थिएन कहिले पनि। जहाँ कमान जाँदाखेरि पनि रित्तै आउने भइरहेको थियो। आज गएर ल्याइदिएँ, एकदम खुसी लागेको छ। ओहो बुवा, हजुर अब त सुखका दिन आउँछन् क्या? आउँछन् क्या। अब यिनी कपडा पनि नयाँ लाउनु पर्ने भयो। छोराको लागि भए पनि हो, छोरालाई पनि लाउनु पर्ला। बुवा खुसी हुनुहुन्छ नि? एकदम खुसी, धेरै खुसी। दसैँ तिहार यत्तिकै दुःखमा बित्थ्यो होला नि। आज त दसैँ आज जस्तै भयो। हजुर हजुर, झन् ज्यादा भयो। हजुर हजुर, राम्रै भयो। छोराले पैसा कमाएर ल्याएर आयो, छोराले खुसीभित्र आयो घरमा। हजुर, यो उमेरमा 18 वर्ष पनि पुगेको छैन नि? पुग्यो? अब पुग्छ, जेठको महिना। पाके त बनाइदिनु भएको रहेछ छोराको, अब बनाइदिनु है? बनाउने होला बाबु, अब बनाउने हो। हजुर। तिमीले कतिमा पढ्छौ रे बाबु? 7मा। 7मा? पढाइमा ट्यालेन्ट छौ? ठिकै। वनमा लागेको आगो घरमा पस्यो। 3 वर्षदेखि यो परिवार घरबार विहीन बन्यो। दर्शकवृन्द, जब हामीले विनोद भाइको अवस्था देखायौँ, विनोद भाइलाई गीत रेकर्ड गर्ने अवसर पनि आयो। विनोद भाइको स्वर मिठो भएर होला, एउटा मात्र होइन, 2टा मात्र होइन, विनोद भाइले 28 वटा गीत रेकर्ड गरेर आज घर फर्किनु भएको छ। अझै पनि अवसरहरू आइरहेको छ। अब केही दिनमा फेरि विनोद भाइ काठमाडौँ गएर गीत रेकर्ड गर्नुहुनेछ। तर अहिले चाहिँ यहाँ हामी किन आएको भने अब बर्खा लाग्ला, बर्खा लागेपछि त घर बनाउन पनि नसकिएला,
त्यही भएर अलिक छिटै घर बनाउने काम सुरुवात गरिदिनुपर्छ भनेर हामी यति बेला यहाँ घरसम्म आइसकेका छौँ विनोद भाइको। विनोद भाइ बस्ने घर त छैन, तर विनोद भाइहरू बसिरहेको घर, होइन, आफ्नै घर नभए पनि यो बसिरहेको घरसम्म हामी आइसकेका छौँ। अब कहाँनिर घर बनाउने भन्ने छ। जङ्गलको बिचमा पहिले घर थियो, त्यो कारणले गर्दा आगो घरमा पस्यो। हुन त खरको छानो भएर पनि होला। अब चाहिँ अलिकति कतै अलि धेरै बाक्लो जङ्गल नभएको ठाउँमा पो बनाउने हो कि भनेर पनि सोचिरहेछौँ। हेरौँ अब सरसल्लाह हुन्छ कहाँनिर बनाउने भनेर। ओके, र दर्शकवृन्द, हामीलाई विनोद भाइलाई सहयोग गर्न तपाईँहरू चाहनुहुन्छ भने सहयोग पठाउन सक्नुहुन्छ। भिडियोको स्क्रिनमा मोबाइल नम्बर छ, हाम्रो मोबाइल नम्बर छ। हामीलाई फोन गरेर विनोद भाइको घर बनाउने अभियानमा तपाईँहरूले हातेमालो गर्न सक्नुहुन्छ। हातेमालो गर्नु होला पनि म भन्न चाहन्छु। र अहिलेसम्म विनोद भाइलाई सहयोग पठाउने सहयोगीदाताहरूको नाम पनि म तपाईँहरूमाझ वाचन गर्न गइरहेको छु। प्रकाश घले पोखराबाट 4,000 रुपियाँ सहयोग पठाउनु भएको छ। त्यसै गरी टिका सानो, गायिका टिका सानो मार्फत 20,000 रुपियाँ सहयोग आएको छ। उहाँलाई पठाउने सहयोगीदाताको नाम चाहिँ आउँदैछ, अर्को एपिसोडमा चाहिँ त्यो जानकारी गराउँला। र त्यसै गरी गायिका ऋतु बोहराबाट पनि 5,000 रुपियाँ सहयोग घर बनाउनको लागि भनेर छुट्टै सहयोग छ। त्यसै गरी ओला अमिगो तथा 3 स्टार कम्पनी पोर्चुगल गुमान सिंकारकी लमजुङ भोटे ओडार हाल पोर्चुगलबाट 25,000 रुपियाँ सहयोग आएको छ। त्यसै गरी नवराज राई सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 6बाट 10,000 रुपियाँ सहयोग आएको छ। त्यसै गरी राजीव भण्डारी तुलसीपुर दाङ हाल अस्ट्रेलियाबाट 8,000 रुपियाँ सहयोग आएको छ। त्यसै गरी पुरानधारा गेस्ट हाउस तुलसीपुर हाल USA क्यालिफोर्नियाबाट लोकमान भण्डारीको तर्फबाट 5,005 रुपियाँ सहयोग आएको छ। त्यसै गरी बुढानी चौधरीबाट 3,000 रुपियाँ सहयोग आएको छ। त्यसै गरी पदम सोनी सुर्खेत हाल हिमाचल प्रदेश सिमला रामपुरबाट 3,200 रुपियाँ सहयोग आएको छ, जसमध्ये 2,000 भाइको लागि र 1,200 हाम्रो टिमको लागि भनिएको छ। तर हामीले चाहिँ तपाईँलाई थाहा छ हाम्रो टिमले पैसा राख्दैन, यो सबै 3,200 नै भाइको लागि सहयोगमा हामीले खर्च गर्नेछौँ। त्यसै गरी चन्द्र साई ठकुरी घर दैलेख जिल्ला नौमुले गाउँपालिका 8 चौराठा हाल मलेसियादेखि 3,150 रुपियाँ सहयोग आएको छ। त्यसै गरी शान्तबहादुर लामा धादिङ गङ्गा जमुना 3 चिमचोकबाट 3,100 सहयोग आएको छ। त्यसै गरी कपिल वस्तु बाणगङ्गा 8 मोर्मी निवासी नित्यानन्द पाण्डेको छोरा हरिप्रसाद पाण्डेज्यूबाट 6,000 रुपियाँ सहयोग आएको छ। उहाँहरू हाल मलेसियामा हुनुहुन्छ। त्यसै गरी खोटाङ्की दिदी भनेर 5,055 रुपियाँ सहयोग आएको छ। त्यसै गरी ललितपुर महालक्ष्मी नगरपालिका 6बाट सीता आलेज्यूले 3,000 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी रामभक्त सुनार हाल बसाई स्वयम्भू उहाँले 10,000 रुपियाँ सहयोग पठाउनु भएको छ। त्यसै गरी गायिका पूर्णकला बिसी मार्फत मोनारथ चम्लागाई हाल अमेरिकामा बस्नुहुन्छ, उहाँले 15,000 रुपियाँ सहयोग पठाउनु भएको छ। उहाँहरूको नेपाल घर झापा हो। त्यसै गरी लाइभ दोहोरी कार्यक्रम इन्द्रेणीबाट कृष्ण कडेलज्यू मार्फत 20,000 रुपियाँ सहयोग आएको छ। र शेरबहादुर पाण्डे धादिङ गजुरीबाट 2,000 रुपियाँ सहयोग आएको छ। यो सँगै जम्माजम्मी 1,50,547 रुपियाँ अहिलेसम्म भाइको लागि घर बनाउनका लागि भनेर आएको सहयोग रकम हो दर्शकवृन्द। अनि त्यसै गरी भाइले चाहिँ गीत गाएर चाहिँ कति कमाएछन्? कति कमाइयो गीत गाएर? 1.5 लाख कमाइयो? त्यस्तै कमाइयो है? हजुर, 1,50,000 जति चाहिँ भाइले चाहिँ गीत रेकर्ड गरेर कमाउनु भएको भाइको कमाइ हो। 28 वटा गीत रेकर्ड गर्दा फेरि कसैले 28 वटा गीत रेकर्ड गर्दा जम्मा 1,50,000 भनेर भन्नुहुन्छ होला पनि, तर यस्तो हो। भाइ आफै भनिदिनु, अब यो 1,50,000 मात्रै कसरी भयो त? धेरै हुनुपर्ने? नै अब नयाँ कलाकार भर्खर आएको, अनि त्यो धेरै दिने कुरा पनि भएन। थोरैले भए पनि मलाई त अब गीत रेकर्ड गर्नु थियो नि त, त्यो थोरै भए पनि हुन्छ भनेर यता भइहाल्यो। त्यही
एकदमै थोरै भए पनि भाइले त अब कतिपयलाई चाहिँ फ्रीमै रेकर्ड गरिदिनु भएको छ, फिर्ता पनि गरिदिनु भएको छ नि एक दुईवटा। हजुर कतिजनालाई फिर्ता गरिदिनु भयो, लिनु भएन? एउटा हुनुहुन्थ्यो टाढैदेखि आउनु भएको रहेछ, उहाँ पनि म जस्तो नयाँ हुनुहुन्छ। हजुर उहाँको फिर्ता गरिदिएँ, किनभने अब उहाँ पनि म जस्तै अब सपना बोकेर आउनु भएको, अनि त्यही भएर त्यस्तो लिएन मैले। त्यस्तै 3-4 जनाबाट चाहिँ अब उहाँहरूले दिन पनि दिनु भएन, अनि हामीले पनि त्यति अब दिनुहोस् पनि गर्ने कुरा पनि भएन। किनभने मैले चाहिँ जहिले पनि भन्ने के हो भने अवसर दिने मान्छे ठुलो हो, पैसा ठुलो कुरा होइन। त्यो गीत चल्यो भने त्यो गीतले गर्दा भाइले अरू नयाँ प्रोग्रामहरू पनि पाउनुहुन्छ, नयाँ गीतहरू पनि गाउन पाउनुहुन्छ भन्ने चाहिँ लाग्छ। त्यही भएर त्यति धेरै पैसा दिनुहोस्, यति दिनुहोस्, उति दिनुहोस् भनेर चाहिँ मैले कहिले पनि कसैलाई पनि भनिनँ। भाइको हकमा पनि त्यस्तै भयो। र कसैले 2000 दिनुभयो, कसैले 3000 दिनुभयो, कसैले 10,000 पनि दिनुभयो, कसैले 15,000 पनि दिनुभयो होइन। एकदम हाइएस्ट भने कति दिनुभयो? 15,000 10,000 हजुर 10-15,000 चाहिँ पनि दिनुभयो। यहाँ चाहिँ 1.5 लाख रुपियाँ भाइले ल्याएर आउनु भएको छ गीत रेकर्ड गरेर। अनि यो सहयोग उठेको चाहिँ सहयोग पनि 1.5 लाखै लगभग है। भनेपछि त 3 लाख रुपियाँ चाहिँ अब छ अहिले हामीसँग। अब यो 3 लाखले अब यति विकट ठाउँमा घर कसरी बनाउने हो भन्ने त्यो सोचाइमा पनि छौँ हामी। तर पनि त आँट म पुर्याउँछु भनेर भगवान्ले भन्छन् रे, त्यही भएर आँटेको छु। अब आँट्दै जाने क्रममा आइहाल्छ कि सहयोग भन्ने छ। हामीले चाहिँ के सोचेको छ भने कम्तीमा 6-7 लाख त लाग्छ होला, किनभने यो बाटो अप्ठ्यारो बाटो छ, ढुवानी पनि महँगो पर्छ जस्तो लाग्छ। किनभने अलिकति सामान्य घर बनाउँदा पनि 6-7 लाख त मजाले लाग्छ होला जस्तो छ। त्यो कारणले गर्दा अझै आधी पैसा त मैले आवश्यकता नै देख्छु। यदि तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भने भिडियोको स्क्रिनमा मोबाइल नम्बर छ, हाम्रै सम्पर्क नम्बर छ, हामीलाई डाइरेक्ट फोन गरेर अनि मसँगै अझ कुराकानी गरेर भोजराज थापा हो कि होइन भनेर पत्ता लगाइसकेपछि सहयोग गरिदिनु होला। किनभने यसरी अब सहयोग माग्ने पेजहरू, फेक पेजहरू पनि छन्। ती फेक पेजहरूबाट हाम्रो भिडियोहरू आएर तपाईँहरूले फेक मान्छेलाई सहयोग नगर्नु होला। पहिला त्यो भिडियो कलै गरेर, आजकल त भिडियो कलको सुविधा छ, वाट्सएपमा भिडियो कल गरेर टक्क होइन, हामी 24 घन्टा अनलाइन हुन्छौँ। भिडियो कल गर्ने, फेस हेर्ने, एकछिन कुरा गर्ने हो कि होइन पत्ता लगाउने, म भोजराज थापा हो भन्ने तपाईँलाई विश्वस्त भएपछि बल्ल सहयोग गर्नु होला। त्यो फेरि म यो एकदमै तपाईँले याद गर्ने कुरा हो है। भाइले सुरुवातमै गाएको, सबैभन्दा पहिले स्टुडियोमै गाएको गीत, पूर्णकला दिदीसँग गाएको गीत भाइले सुनाइदिनु है। को छ र यहाँ कलसित तर्केको, मृत्यु पछि धरतीमा फर्केको, अब रुना धर्केर मरेपछि खुसी नै खुसी मिल्छ होला र, मर्ने जति कोही पनि आउन फर्केर, मर्ने जति कोही पनि आउन फर्केर। एकदम मिठो। हेर्नुहोस् त, यही मिठो स्वरले गर्दा सबैको मन जित्न सफल भएका भाइ विनोद घर बनाउनको लागि आएका छन्, गाउँ आएका छन्। तर अब केही दिनमै फेरि गीत रेकर्ड गर्न काठमाडौँ जानेछन्। र तपाईँहरू गीत रेकर्ड गराउन चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, भाइलाई सम्पर्क गर्नुहोला। भाइ गीत रेकर्ड गर्नका लागि काठमाडौँ फेरि केही दिनमा जाने कुरो छ है। हस् ल, अब चाहिँ जाम है। अब बुवा आउनुहोस् त, अब घर कहाँ बनाउने, के गर्ने, अब है सबै कुराहरू सल्लाह गर्न पर्यो होइन? सल्लाह त गर्नु पर्यो। कहाँ बनाउने होला घर बुवा? ऊ तल बनाउने बाबु। कता? ऊ यहाँ तल बारीमा। त्यो त छ है? हजुर ठाउँ छ त्यहाँ? ठाउँ छ हजुर, ठाउँ छ। यहाँ माथि पनि गाडी आउँदैन। हजुर यहीँ तल बनाउने, माथि ठाउँ ढङ्गको भएन, त्यही तलै बनाउने बाबु अब। हजुर त्यहाँ तल दिन्छ नि त त्यहाँ बनाउन? नै आफ्नै जमिन छ बाबु। ए त्यहाँ छ? ए त्यो डाँडो? हजुर त्यही डाँडो। त्यो डाँडोमा बन्छ त बुवा? के गरौँ त बाबु, कहाँ जाने र अर्को ठाउँ खोज्न, त्यही हो र अब जो मेरो लागि सोचेको त। त्यहाँ पनि त जङ्गलै भयो? हजुर जङ्गलै भयो, पडोसी पनि नजिक छ नि। अब त्यहाँ फेरि एउटा घर नजिक छ नि त होइन? हजुर एउटा घर नजिक। त्यहाँ पारि त न घर थियो न केही थियो, बाघ आएर पनि गर्ला जस्तो। हेर्नु त त्यस्तो ठाउँमा घर बनाएर त्यो अब घर पनि जल्यो। घर जन्ने बेला त तपाईँ यहाँ हुनुहुन्थेन नि बुवा? थिएन बाबु, म यहाँ म थिइनँ। ल अब छोरो गायक बन्यो, छोरोले पनि अलिअलि कमाएर ल्याएर आछ। हजुर हजुर। अब
अलिअलि थपथाप पारौँला हजुर होइन अब घर जे जसरी हुन्छ हजुर घर त बनाउनु पर्यो होइन पर्यो बाबु पर्यो अब कति अर्काकोमा बस्ने हो र उनीहरू पनि आउनेवाला छन् बाबु अब यो घरको मान्छे नि आउनेवाला छन् आउनेवाला छन् लगभग पछि असोजको महिनासम्म आइपुग्छन् ए हजुर अब त घर त जसरी नि बनाउनै पर्ने भयो त हजुर हजुर त्यही आतिर छ बाबु के गर्ने